भारत प्रशासित जम्मू कश्मीरको पहलगाम क्षेत्रको बैसरन भ्यालीमा मंगलबार भएको आतंकवादी हमलापछि यो तस्बिर सामाजिक सञ्जालमा सर्वत्र चर्चामा छ। यो तस्बिर आतंकवादीहरूको आक्रमणमा परि मृत्यु भएका विनय नरवाल र भुइँमा ढलेको उनको शव छेउमा चुपचाप बसेकी उनकी श्रीमती हिमांशी नरवाल हुन्। स्विजरल्याण्डको भिसा नपाएपछि विवाह भएको 6 दिनपछि हनिमुन मनाउन मिनी स्विजरल्याण्डको नामले परिचित बैसरन पुगेका विनय र हिमांशीको वैवाहिक यात्राको सुरुवातमै टुङ्गिन पुग्यो। नरवाल भारतीय जलसेनाका लेफ्टिनेन्ट थिए। यस्तै आफ्नी आमा बहिनी र ज्वाइँसहित बिदा मनाउन जम्मू कश्मीर पुगेका बुटवलका सुदीप नेउपाने घर फर्किन पाएनन्। बन्दुकधारी आतंकवादीहरूको समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूहको हो भन्दै सोधेपछि एकाएक गोली हानेका थिए। आतंकवादीहरूले हिन्दू कि मुस्लिम भन्दै पहलगाम घुम्न पुगेका पर्यटकलाई सोधी मुस्लिम धर्म नमान्नेहरूमाथि अन्धाधुन्ध गोली चलाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। सुदीपको शव नेपाल पठाइएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाइएको जानकारी दिएको हो। श्रीनगरबाट उनको शव जहाज मार्फत पठाइएको छ भने बुधबार रातिसम्ममा नयाँ दिल्लीबाट गोरखपुर सुनौली हुँदै बुटवल आइपुग्ने जानकारी दिएको छ। दिल्लीबाट हवाई जहाज मार्फत लखनऊसम्म शव ल्याइनेछ भने लखनऊबाट नेपालको सीमासम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको छ। सुदीपको शवसँगै उनीसँगै गएका आफन्तहरूलाई पनि बुधबारै नेपाल ल्याउन लागि छ। बैंकक भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबाले भारतीय विदेश मन्त्रालयसँग सुदीपको शव बुधबारै नेपाल ल्याउन पहल गरेकी थिइन् भने दिल्ली स्थित नेपाली राजदूत डाक्टर शङ्कर शर्मासँग कुराकानी गरी आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन्। आमासँग बुटवल 11 कालिका नगरमा बस्दै आएका सुदीप धरानमा इन्जिनियरिङ पढ्दै थिए। बुवा र आमाबीच सम्बन्ध विच्छेद भएपछि छोरा र छोरी आमाको साथमा बस्दै आएका थिए। सुदीपका बुवा भने बुटवल 18 स्थित भवानी माविका शिक्षक हुन्। काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा भाग लिइरहेका उनी काम विशेषले बुधबार बिहान बुटवल फर्किँदै गर्दा कश्मीरमा आतंकवादीको आक्रमणमा परि छोराको मृत्यु भएको खबर बाटोमै थाहा पाएका थिए। फुर्सदको समय निकालेर आफ्नो परिवारसँग घुम्न पुगेका पर्यटकहरूमाथि हमला हुँदा मंगलबार अपराह्न बैसरन भ्याली एकाएक आतंकित बन्न पुग्यो भने 26 जनाको मृत्यु भएको छ। नेपाल र युएका नागरिक सहित गर्मी छल्न कश्मीर पुगेका गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका भारतीय नागरिक आक्रमणमा परेका हुन्। मिनी स्विजरल्याण्डको रूपमा परिचित यो ठाउँ विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ। जम्मू कश्मीर क्षेत्रमा पर्यटकहरूलाई नै लक्षित गरी भएको यो आतंककारी हमलाले विश्वभर हल्लीखल्ली मचिएको छ। नेपाल सहित उक्त घटनाको विश्वभरबाट निन्दा भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेर आतंकवाद विरुद्ध भारतको साथमा नेपाल पनि रहेको भन्दै ऐक्यबद्धता जनाएका छन्। सो घटनामा नेपाली नागरिकको समेत मृत्यु भएका कारण प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन संवाद गर्दै आक्रमणमा परि ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। यस्ता जघन्य कार्य विरुद्ध भारतसँग नेपालको दृढ ऐक्यबद्धता रहेको प्रधानमन्त्री ओलीले दोहोर्याएका छन्। विश्वको ध्यान तानेको पहलगाम प्रकरणको छानबिन गर्न भारत सरकारले सक्रियता देखाइसकेको छ। घटना लगत्तै मंगलबार साँझ नै जम्मू कश्मीर पुगेका भारतीय गृहमन्त्री अमित शाहले बैसरन भ्यालीको स्थलगत निरीक्षण सहित मृतक र घाइते भएका परिवारसँग भेट गरेका छन्। आक्रमण गर्ने आतंकवादीहरूलाई नछाड्ने वचन दिएका छन्। यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमण छुट्याएर मंगलबार नै स्वदेश फर्किएका छन्। उच्च सुरक्षा संयन्त्रको बैठक सहित सुरक्षा व्यवस्था कडा बनाइएको छ। 3 जना आतंककारीहरूको स्केच सार्वजनिक गरिसकेको छ। उनीहरू आसिफ फुजी, सुलेमान शाह र अबु तलहा रहेको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरू द रेजिस्टेन्स फ्रन्टका सदस्य रहेको दावी गरिएको छ। घटनाको जिम्मेवारी सोही समूहले लिएको छ। आक्रमणमा 5 जना आतंकवादी लडाकु रहेको र 3 जना पाकिस्तानी रहेको भारतीय सुरक्षा एजेन्सीहरूले बताएका छन्। द रेजिस्टेन्स फ्रन्ट आतंकवादी समूह लस्कर ए तैयबाकै एउटा गुटको रूपमा सक्रिय छ। भारत सरकारले घटनापछि जुन सक्रियता देखाइरहेको छ त्यसको प्रशंसा भए पनि घटना पूर्वको सुरक्षा व्यवस्थालाई लिएर भने भारतीय सुरक्षा संयन्त्र आलोचनाको केन्द्रमा छ। सरकारले यसलाई कसरी सम्बोधन गर्छ आम चासोको विषय बनेको छ। अझ कुन धर्म हो भन्दै सोधी गोली हानेको विषय अर्को महत्त्वपूर्ण पाटो हो।
आतंकवाद मात्र नभई जातीय र धार्मिक द्वन्द्वको भय समेत बढेको छ। भारतीय सञ्चार माध्यमहरूले केही दिन अघि पाकिस्तानको सेना प्रमुखको सम्बोधनलाई आधार बनाएर उक्त घटनामा पाकिस्तानको नाम मुछिरहेका बेला पाकिस्तानले यो घटनामा आफ्नो हात नरहेको स्पष्ट पारेको छ। पाकिस्तानी अधिकारीले यो भारतको आन्तरिक मामिला भएको टिप्पणी गरेका छन्। यसअघि संविधानको धारा 370 अनुसार जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिइएको थियो। अहिले यो धारा खारेज गरिसकेको छ। उक्त धारा खारेजीपछिको यो ठूलो हमला हो। यो सँगै अब भारत जम्मू कश्मीर मामिलामा कसरी अगाडि बढ्छ भन्ने बहस सुरु भएको छ। यो हो टेलिभिजनका लागि निम्लिकी शेर्पा, काठमाडौँ।